यो च्यानलको नयाँ नाम राख्ने भनेर सोचिरहेको थिएँ क्या सब। फर्स्ट प्रायोरिटी चाहिँ हामीले कुन नाम राखिदिएको छौँ भन्दाखेरि चाहिँ अर्बन्दाले भ्लग बनाउन थाल्यो हैन। बुढी जाने बाटो चाहिँ यो हो। कलेज कुन बाटो छ भन त? रिल्सको बिहाइन्ड द सिन्स। सुडु कन्टेन्ट पाइदियो मैले। सुडु के साह्रो राम्रो बिरालु, के साह्रो राम्रो डल्लु भनेर मात्रै आउँछ। डल्लु के भन्देऊ न हौ, भन्देऊ त भन्देऊ न हौ। सुँगुर बार्नुपर्छ अब। कन्टेन्ट पाइदियो मैले। सुडु प्लिज प्लिज। So good morning and welcome to your very own channel, the third eye of Himalayas. यो साह्रै भुक्दैछ, चारैपट्टि भुकेको चोप साङ्ली खै आज यतिकै छोडेको, खुल्लै छोडेको कि साह्रै भुक्दैछ। ल त गाइस, हाम्रो यहाँनिर पाहुना आइरहनु भएको छ। हाम्रो बिनी दिदी आउनु भएको रहेछ। बिनी दिदी के हो? होइन यस्तो लगाउन तर हो दिदी भाइको टाउको चाहिँ स्याटिस छ त हौ, सिम छ त हेर त। त्यही त हेलमेट लगायो भने सेम देख्दो रहेछ नि त भइरहेको। वेलकम। कस्तो लागिरहेछ पहिलाको रुममा? मिस गरेको छैन? हालत पत्ला भइरहेछ। अहिले सामानहरू सिफ्ट हुँदैछ नि त नयाँ रुममा पनि आउनुपर्छ। तिमी कहिले पाउँछौ अब? मार्चमा। आज चाहिँ हामी अब रिल्सहरू बनाउनु रहेछ। खोल न हौ, खोलेर राख त। होइन ल त्यस्तै हुन्छ नि अन्त टाढोबाट आएको। चियाखाने साँप हौ, त्यो जाडोले कक्रिरहेछ अहिले। बिनीको गाडी आइपुगेछ। यसमा चढेर जाने। यसलाई चाहिँ के गर्थ्यो भन त पहिला हामी? सुड्डु यो यसमा चाहिँ डोरी अड्कायो होइन, डोरी त्यो लुगा सिलाउने डोरी हुन्छ नि, त्यो अड्काएर चाहिँ बाटोमा टाढो बसेर चाहिँ यसरी तान्ने क्या। सेम देख्छ। स्याट्नु डराउँदैन त? ब्ल्याकीको छेउमा लैजाऊ न, टाप दिन्छ ब्ल्याकी। ऊ पढाउँछ। आम्बो मेरो कन्टेन्ट पाइदियो मैले। सुडु प्लिज हो सुडु, कन्टेन्ट पाइदियो आजको। दैलो बन्द गर्ने होइन, अस्ति के गरेको छु त आज तिमीले के गरेको छौ? मलाई चाहिँ नि यो गट्ठेले चाहिँ नि आधी घन्टा टोइलेटमा बन्द गरेर राखिदिएछ चुक्कु लगाएर क्या। होइन मलाई यस्तो दिल के गर्छ कि टोइलेट गइरहेको थियो कि टोइलेटको दैलो खोलिँदैन हौ। केटालाई फोन गरेको, फोन पनि नउठाइदिएको। आम्मामा टोइलेटमै बन्द गरिदिएको यिनीहरूले चाहिँ मलाई। यो घन्टा के अरे नि। ल त है, आज भ्लग्स पनि बनाउनु त मन थिएन घरमै, आज रुममै। आज कहीँ जाने प्लान चाहिँ थियो, तर भोलि के हुन्छ हेरौँ। आज भनि चाहिँ हाल्दिनँ, तपाईँ इफ भोलि भयो भने चाहिँ भन्छु त्यति बेला हो। सोम लेख्दैछ, के लेखेको तर डक्टर चाहिँ कन्फ्युज भइदिन्छ अरे त्यसको राइटिङ। आजको भिडियोमा चाहिँ मेरो नयाँ च्यानलको यो च्यानलको नयाँ नाम राख्ने भनेर सोचिरहेको थिएँ क्या सबैले। अन्त आज बसौँ न, सुड्डु म सोम होइन, सोम बस्ने होइन, बसेर नयाँ नाम राखिदिउँ, गफसफ गरौँ तिन भाइ रुममै बसेर। आजकल चाहिँ मेरो पनि आउँछ भ्लग्स। हेर्छौ तिमी? हेर्छौ कि हेर्दैनौ? हेर्दैन होला है। हिजोको हेऱ्यौ? ए होइन आजकोमा आएको छ। आज होइन आजकोमा आउँदैन, भोलिकोमा आउँछ। माथि चल्दैन? वाइफाई छैन? वाइफाई लाउनु अब दुईजना भएर। उसलाई त झन् कति बात देखेको, डल्लुलाई त हिजो अस्ति बिहामा देखेको है। डल्लुलाई त देखिबस्छु म वाट्सएपमा स्टोरीहरू चाहिँ हेरिबस्छु हेर है। मलाई थाहा छ नि, म डल्लुको हेरिस्। उसले चाहिँ बिर्सेछ मलाई। र हाम्रो यहाँ जर्मन सेफर्ड टक्क एक्सर्साइज गर्दै ल रेडी म रेडी हुनु गएको। अब सबैजना हौ हुन्छ बिहाइन्ड द सिन्स, रिल्सको बिहाइन्ड द सिन्स। सुडु सो रिल्सको बिहाइन्ड द सिन्स। यस
आज के बनाउँ भइरहेको थियो क्या माग्ने थाङ्नेहरू यस्तै छ है हो खुद्रा पैसा छैन नि त अहिले अकाउन्ट देखाइदिन्छु ब्रो अहिले अकाउन्ट मात्रै देखाइदिन्छु कति छ पैसा भने कति छ देखाउ त पिराले दिउँ मैले क्याप्चर गरिदिएँ नि एउटा फाइनली टेक 80 मा चाहिँ सक्यो हामीले पड्किन्छ त अम्ला टाइम पास अरे सबैको के भन्यो नु अरे बुनु भन्छ थाहा छ नि अब आज चाहिँ कमेन्ट के आउँछ हुन त के साह्रो राम्रो बिरालु के साह्रो राम्रो डल्लु भनेर मात्रै आउँछ हिजो डल्लुको एउटा भिडियो हालेको कमेन्ट छैन 5 वटा मात्रै कमेन्ट छ डल्लुकै आउँछ त्यसमा 2-3 वटा हो डल्लु इज ब्याक भनिदिरहेको थियो डल्लु के भन्देऊ न हौ आमा भन्देऊ त भन्देऊ न हौ क्यामेरामा चाहिँ डल्लु चाहिँ अब झन् यस्तो भनिदिनु पर्छ अब लजायो डल्लु लजायो ल्याएर देऊ न डल्लुले कोपी खान्छ आजकल नि स्याङ लिलाउने बानी पुरा भएको छ नि त कोही बेला स्याङ लिलाउने नलैदिँदा पनि हेर न आफै लगाइदिन्छ यताउति बानेर खोजेर 18 घन्टा चाहिँ भमाइले मिलाएको दिएको हो के मिलाएको काले एउटा मिलाएर देखो अन्त बोला बेसी यस्तो हुन्छ रक्सी चाहिँ यस्तो इप्पामै हो यो खान्छ तिर्खचोमा टिन्छ मजा लाग्दैन राजाको रक्सी न खाँदा भाइ खाँदा प्लिज हो भाइ खाइद सुँगुर मार्नुपर्छ अब मुटुमै हाल्ने मात्रै पहिलाहरू गाउँमा सुँगुर मार्दाखेरि चाहिँ मुटु कलेजो पिस्ता सबै निस्किँदा मर्दै नमर्दो रहेछ नि त्यो पुरा पर्केट देखेको कि मुटुमा त हान्छ त बाई म भोलि आउँछु नि दाना खिर ल कति बजी आउने 6:30 तिर उठे भाइ ल बाई डल्लु ल पस्नु आँटे के बुद्धुमित जाऊ ल बाई ट्रोली यही छ है तिम्रो यही होस् ल उठेन भने म पुऱ्याइदिइहाल्छु नि ल बाई ल बहिनीहरू पनि गयो भर्खर है अन्त मजा आयो एकछिन भए पनि बहिनीहरूसँग बिहानै आएको बहिनीहरू चाहिँ अन्त रिल्स बनायो 1-2 राजा रानीको अन्त रिल्स अझै एउटा हालेको छु मेरो इन्स्टामा पनि चेक गर्नुहोस् है मेरो इन्स्टाको लिङ्क तल दिइरहेको छु अनि सोम्पेको त सबैले चिन्छ चिन्दैन भने पनि सोम्पेको लिङ्क पनि दिइरहेको छु तल इन्स्टाको त्यो पनि चेक गरिदिनुहोस् राजा रानी पनि छिटै आउनेवाला छ अन्त सबैले बहिनीलाई चाहिँ विनिता बहिनीलाई चाहिँ रानी भनेर चिन्छ नि त अन्त विनिता बहिनीले चाहिँ ब्युटिसियनको कोर्स गर्दैछ तल उसको इक्जामहरू पनि के चल्दैछ तल अर्को महिनादेखि इक्जाम सकेर चाहिँ सायद यतै आउँछ होइन यतै आउँछ अन्त बनाउनुपर्छ विनिताहरूको घर पनि जानुपर्छ यहाँ कालिम्पोङमा पनि तपाईँहरूको इफ ब्राइडल मेकअपहरू हुन्छ भने है अन्त
मेकअप आर्टिस्टहरू कोही चाहिएको छ भने विनिताले पनि त्यस्तो गर्छ। सो विनितालाई पनि इफ तपाईँहरूको कसैको त्यहाँनिर अब हुन्छ नि केही मेकअपहरूको लागि चाहिएको छ भने मान्छे चाहिएको छ भने तपाईँले कन्ट्याक्ट सक्नुहुन्छ कन्ट्याक्ट गर्नु है विनितालाई। लिङ्क मैले डिस्क्रिप्सनमै दिइरहेको छु विनिताको है, कन्ट्याक्ट नम्बर त होइन लिङ्क चाहिँ दिइरहेको छु, कन्ट्याक्ट गर्नु सक्नुहुन्छ। इफ चाहियो भने मलाई पनि भन्नु सक्नुहुन्छ, बहिनी नै हो सो म भनिदिन्छु बहिनीलाई पनि। सो त्यति नै हो गाइस। फेरि हामी उता जानु पऱ्यो है, सुब्बु चाहिँ यहाँ बस्दै गर ल, हामी सौदा गरिकन आउने अरे। अन्त पुपुलीलाई पनि एकछिन भेटिकन आउने बहिनी है। कोमको त्यो स्की म्याक्स खोज्नु आएको थियो पाएन, आज सबै बन्द पो रहेछ, बन्द। पुपुलीलाई पनि जाने होइन भेट्नु, पुपुलीलाई भेट्न जाने होइन। ड्राइभर छिटो निकाल्न न हौ। त्यस्तो खासै त ड्राइभर त राम्रो त छैन कि, र पनि अब बिचरा मजबुरीमा थियो ड्राइभर राखिदिइहाल्यो क्या, के भन्नु अब। माया लाग्दिहाल्छ म गरिब दुःखीहरूलाई त्यस्तो। स्की म्याक्स आएको थियो, यही जग्गा बन्द, तल पनि बन्द, माथि सुपर मार्केट पनि बन्द। अब बिचरा अस्ति गएको थियौँ हामीले, गएको पनि छैन सुब्बुको। तिमी एकखेप गयौ है? हेलो हेलो कहाँ मलाई चाहिँ गयो? देखेको थिएन हो म त आउँदैछु यहाँ कालिम्पोङ प्रेस एकाडेमी अरे। क्राफ्टहरू हाम्रो नानीले बनाएको रहेछ, कसले सिकाएको अरे? जिन्दगीमा कहिले पढेको छौ भाइ? कलेज कुनबाट छ भन त? नाम हटेको भाइ, नाम हटेको कहिले हो थाहा छ तिमीलाई? तिम्रो आज लगाऊ भनेको नि योसिन म्याचिङ हुँदैन, हामी चिटिक्क बनाएर राखेर गर्छ। फर्स्ट अफ अल त मैले दिएँ अन्त लाग्छ तिमीलाई? सफै लाग्छ? लाग्छ भन न, लु नढाँटी भन न, नढाँटी भन न। हो बहिनीकोमा एन्सरै छैन अब भन्ने, बस भयो। फेरि भन्नु न के दिँदैछ पनि राम्रै पढ्नु ल। टप भ्लगर हो कालिम्पोङको, हेर्दै गर्नु मेरो भ्लग पनि। म थाहा छैन भ्लग त हेरेको छैनौ? ए अब त्यस्तोहरू पनि हालौँ भन्दैछु म त, कन्टेन्ट अलिक राम्रो हुन्छ नि। के भन्छ म भोलि बेलुका यतिखेर स्कुल जान्छ होइन, भोलि यतिखेर चाहिँ निस्किन्छु 3 बजी 3:30 तिर। ल बाई। राम्ररी पढ्नु, बेसी उयो नलिरहनु टेन्सन, बिस्तारै गर्दै पढ्नु ल। ल बिस्तारै रेस्ट गर ल, बाई लभ यु। सुन ड्राइभर छिटो न, ढिलो भइसक्यो। त पुपुलीलाई पनि भेट्यो, अब बजार एकछिन। आज वेदर पनि राम्रो चाहिँ छैन है, डरलाग्दो पानी पर्ला जस्तो हुँदैछ। तलहरू त पर्दैछ अरे, तलतिर पर्दैछ अरे पानी त, यता पनि आउँछ होला पानी। भित्र ल्याइदिएको धनियाँ तिखा लाल जिरा 20 रुपियाँ भाइ। अरू छैन धन्यवाद, त्यति नै हजुर। नमस्कार आन्टी। के लाने हौ? सागहरू छ। अम्बो फुलकोपी लैजाउँ, बन्दाकोपी लैजाउँ। ओ सोम, एउटा कुरा सोध्नु मन पऱ्यो यताउता। सुन न, हेर भाइ यो धरी सानो आउनु थालिसक्यो, तिम्रो कहिले
ब्याचलर्स लाइफ एउटा सजिलो यात्रा पुग्छ खैदेऊ नदेखाउ न यत्रो अरे एउटा बहिनीले सजेस्ट गरेको मैले हालिदिएको यत्रो हुन्छ अझै बिग्रिँदैन नि त हुन्छ त्यो चाहिँ हो लजिक चाहिँ हो है आलु 2 केजी प्याज 1 हुन्छ थ्याङ्क यू आन्टी आन्टीकोमा चाहिँ आउनुहोस् है सबैजना डिस्काउन्ट पनि दिइहाल्नुहुन्छ यसो चाहिँ अब कालिम्पोङको मेन बजार यो चाहिँ हाम्रो पुलिस स्टेसन हो यहाँनिर चाहिँ पुलिस स्टेसन हो कालिम्पोङ यहाँ माथि कोर्टहरू छ यहाँ माथिबाट कोर्टहरू जान्छ है यहाँ तलबाट मेला ग्राउन्डहरू जान्छ यो यता सिलगढी जाने बाटो चाहिँ यो हो जसले हेर्नु भएको छैन कालिम्पोङबाट बाहिर तपाईँ हेर्नुहुँदैछ भने चाहिँ चिनाइदिइहालेको हामी चाहिँ अहिले चिया पिउनु आइरहेको छ है खानु भनेर चाहिँ यिनीहरूले सोम के गरेको हो मेरो च्यानलको नाम चाहिँ चेन्ज गरिहाल्नुहुन्छ खासमा आज ब्लग यति कारण बनाएको लामो हुँदैन भन्दा घरको घरमै अब हुन्छ नि तपाईँलाई पनि घुमाउनु ल्याइदिइहालेको एकछिन घुम्नु आएको बेलामा सौदाहरू सबै भइसक्यो छुट्टी पर्खिरहेको होला हुन्छौँ गएर बेलुका एकछिन बसिदिउँ ल त बेसी लामो बनाउँदै आज चिया खाएनौँ त्यसपछि है घरतिर राम्रै केटीहरूसँग बसेर खानुभएको भने एउटा कुरा हो यस्तोहरूसँग बसेर खानुपर्छ के नजिक तपाईँ चियर्स लु है त फ्यामिली हामी पनि बल्ल रुममा आइपुगेर यसो खानासाना पकाएर यसो बसेको छौँ के भयो 17K हाल्ने चाहिँ अहिले अम्बो कङ्ग्रेट्स माई ब्रो कङ्ग्रेट्स सुडुको 17K हाल्थ्यो है थ्याङ्क यू सो मच तपाईँहरूलाई जसले पनि हेर्नुहुँदैछ है जसले पनि हेर्नु भएको छैन यो च्यानल चाहिँ हेरिदिइहाल्नुहोस् खै अकाउन्ट आइजी अकाउन्ट हेर्नुहोस् सुड्डु छ यसमा चाहिँ हो लिङ्क तल डिस्क्रिप्सनमा पाइहाल्नुहुन्छ अनि मेन कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ हामीले चाहिँ मेरो युट्युब च्यानलको नाम चेन्ज गर्नुको लागि चाहिँ भनेको हो सल्लाह अब सबैजना भेला भएको यहाँनिर अनि केटाहरूसँग पनि डिस्काउन्ट्स नाम के राख्ने त्यो भइरहेको थियो अस्तिदेखिको कुरा कि चेन्ज गर्नै पर्छ भन्ने खालको कुरा भइरहेको थियो लाइक थर्ड आई अफ हिमालयज भन्ने यसको मिनिङ चाहिँ होला कि बट हाम्रो यता हामी लोकल हो हामी त अब हुन्छ नि यस्तो होइन अब मेरो लागि चाहिँ के हो भनेदेखि मेरो पनि पहिला त्यस्तै थियो लामो नाम थियो मिम स्टर अब के हो त्यसको मिनिङै छैन त होइन तिम्रो लाइक थर्ड आई अफ हिमालयजको मिनिङ होला होइन तर अब तिमी अब एउटा भ्लगर भयो अब यो तिम्रो दामी एकाउन्ट चल्दै जान्छ होइन पछि चल्दै जान्छ चल्दै हामीलाई याद छ चल्छ त्यहाँदेखिको तिमीलाई कसैले बोलाउँदा चिन्दाखेरि पनि क्या बोलाउँदाखेरि ओ थर्ड आई अफ हिमालयज भनेर बोलाउनु त भएन नि त सर्ट नाम हुनु पऱ्यो नि चिटिक्क जस्तो सोम्पे बोलाउनु सक्यो नि त होइन ओ सोम्पे बोलाउनु सक्यो तिम्रो नामी दामी भएको छ नाम सुड्डु अब जस्तो मेरो सुड्डु भनेर बोलाउनु सक्छ नि त अब हाम्रो अर्पण दाको चेन्ज गर्नुपर्छ हो अन्त हामीले सोचेको चाहिँ के छ भन्दाखेरि द फर्स्ट प्रायोरिटी चाहिँ हामीले कुन नामलाई दिएको छौँ भन्दाखेरि चाहिँ मायालु चाहिँ अब यसको चाहिँ कहानी खतरा छ 1-2 दिन पछि आउँछ कहानी त होइन एउटा सरप्राइज आउँदैछ खतरा मायालुको बारेमा आउँछ तर एक दिन अनि अहिलेदेखि मायालु नाम नामै मायालु एकदमै पर्फेक्ट हुन्छ जस्तो लाग्यो बिकज दालाई कसरी बोलाउँदा पनि मायालु भनेर बोलाउँदा अब यस्तो हुन्छ नि त थके एउटा राम्रै केटी आउँदैछ अरे थके अर्पण दालाई चिन्ने अरे ओ मायालु कस्तो फिल हुन्छ त सोच त प्रोफेसनल राख्नु पऱ्यो भए चाहिँ लाइक सिम्पली होइन ठिकै राख्नु पऱ्यो अर्पण भुटान सिम्पली राख्दा भयो होइन बट अब क्याची होइन मजाले राख्नु पऱ्यो भए चाहिँ हामीले सोचेको मायालु मलाई सुम्पे भन्छ माथि हजुर पानी पर्नु थाल्यो अब तर मायालु दामी छ साँच्चै मायालु चाहिँ मलाई पनि हुन्छ नि अब नामै अब यस्तो नसे छ कि मायालु मलाई पनि यस्तो हो मलाई पनि मायालु चाहिँ मन पर्यो बिकज यो सरप्राइज हो तपाईँहरूको लागि पनि होइन अहिले अलिकति वर्क चल्दैछ त्यसमा है सुडु वर्क चाहिँ चल्दैछ अब दालाई होइन दाले वर्क रेडी छ तर लाइक फेरि रिवर्क होइन मायालु चाहिँ भयो ल मायालु चाहिँ कन्फर्ममा हाम्रोबाट त हो त्यस्तै क्या अब हामीलाई भाइ सोच्नुहोस् साथी सोच्नुहोस् होइन जे सोच्दा पनि भयो छोरै सोच्दा पनि भयो हो ठिकै छ होइन मायालु चाहिँ मलाई पनि हेब्बी राम्रै नै लाग्यो
थ्याङ्क यू गाइज होइन हामी चाहिँ बिचरा उसको उयो पनि भइरहेछ हात पनि मड्किरहेछ अस्ति नै मड्केको हो हामी त्यही सल्लाह गर्दै थियौँ मेरो हाम्रो के राख्नुपर्ने कसो राख्नुपर्ने भनेर हो अनि रुमको हालत चाहिँ यस्तै छ हामी सर्नु आँटेको छौँ हो खानाहरू पाक्दैछ हो रुम सर्नु आँटेको छौँ यो 28 तारिक सर्छौँ पनि 4 दिन मात्रै छ बाँकी यो रुममा पनि अनि सबै अर्पणदाले भ्लग बनाउनु थाल्यो होइन भ्लग बनाउनुको त्यो के भन्छ भ्लग बनाउनेले गर्दाखेरि चाहिँ हाम्रो रुममा खाना पाएको छ यहाँ खाना पकाएकै छन् भ्लगै मात्रै गरिरहेको खाना पकाउन खानु पाउँदैन नराम्रो हग्नु बाटो मुद्दिरहेको एकदम खिच्छु तिन अब यस्तो छ कि मेन दुःख चाहिँ कसलाई छ भने त मलाई छैन रिन्चेन भाइ भ्लगर सोम्पे भ्लगर अर्पणदा भ्लगर दिदी केही गर्नु पाउँदैन सुतिरहेको छु भ्लगै गरिरहेको हग्दैछु कहाँबाट निकाल्छ अस्ति म टोइलेट गर्दै थिएँ कि हग्दै थिएँ धेरै थ्याङ्कफुल छु दालाई हो खिचेछ मराले सानो चेक छ कि त्यो दुलो खिचेछ बाटो चाहिँ कहीँ मुद्नु हुँदैन क्यामेरा अनमै हाल्छ ए मुद्दैछ त्यो त होइन बिहाइन्ड द सिन हो नि त बिहाइन्ड द सिन सोम्पे गयो मुद्दु मुद्दै रहेछ इडाले खिच्दैछ हो अब म त न भ्लग गर्छु न के गर्छु कहाँ हाल्नु अब रिल्समा हाल्नु भएन होला मुद्दै गरेको त हो मलाई पनि मुद्नु पनि नमुद्दाएर कट भइरहेको तर मुद्नु चाहिँ गएन म क्या हुन्छ नि होइन यस्तो हो त्यो चाहिँ हाम्रो अब केटाहरूको बिचमा बिहाइन्ड द सिन्स मात्रै हो अनि सबैलाई सबै हाम्रो जति सुट हुन्छ हामी जति जान्छौँ के गर्छौँ सबैको बिहाइन्ड द सिन चाहिँ अर्पण प्रधान भन्ने इन्स्टाग्राम अकाउन्टमा आउँछ हो सो प्लिज त्यहाँ गएर हेरिदिनुहोस् त्यति हो थ्याङ्क यू आइडिया चाहिँ यहाँ सुड्डुले थ्याङ्क यू सो मच सबैलाई है भ्लग पनि राम्रो लामो भयो होला राम्रो लागेन त्यो तपाईँहरूको अब माझमा छ थ्याङ्क यू सो मच मेरो भाइ द्याट्स अल फर द डे हो थ्याङ्क यू सो मच फर वाचिङ दिस अनि नमस्ते खानु फेब्रोटासिले सेवारो भन्दै हामी आज हामी सानो भ्लग एन्ड गर्न आँटेको छौँ नमस्ते बाई बाई गुड नाइट